हाई गाइज मेरो यो न्यू भिडियो आज मेरो सेलेरी आएको छ हैन 50,000 आएको छ। आज चाहिँ शपिङ गर्न जान लागु म घरको लागि यसो शपिङ गरेर पठाइदिनु छ। अहिले देखाउँछु म के जान छम गाइज। हाम्रो दाइ अगाडि हिँडिरा दाइ यता हेर्न बाटो गर्छ ल दाइ ल जानु है राम्रोसँग जानु। अहिले भेटौँला रुममा। म आइपुगेको किरानामा अब के किन्छु हेर्नु सबै के किन्छु। यही किरानामा आएको अब म के किन्छु देखाउँछु हजुरहरूलाई हैन। म यहाँ आइरहेको किराना बिस्कुट लिँदैछु मैले। ये लो ये डार्क फैंटेस्टी ये कैसा आता बढ़िया था बच्चों। मैं बिस्कुट ले रहा हूँ इधर है। कितने का था ये? ये बच्चों के लिए अच्छा रहता है। कितने का है? लगाता हूँ रेट तुम्हारे को कम लगाता हूँ साल में। साबुन बनी लिया है कितना कितने का? क्या ब्लॉग बनाएगा? हाँ दादा कति उठ्छ बिल हेरौँला भयो दादा उठ्ने 1620 रुपये 1600। हाँ ल दादाको दुकान अच्छा मिलाके गरौँ न दादा। दुकानबाट सामान लिएर 1500 बिल उठ्यो। यस्तै ल गाइज अब रुमतिर जान लाग्यो हामी। अब चक्लेट किन्न छ चक्लेट किनेर रुम जान्छौँ। कस्तो हुन्छ माया देखाइदिनु। त्यस्तो पर्फेक्ट त आउँदैन बनाउनलाई अब जस्तो अब ट्राई चक्लेट किन्न आएको। चक्लेट यो चाहिँ हालिरहेको छु अब आर्कै हेर्दैछु निक्लिनु लाग्यो हामी। दोस्रो ठाउँमा जानु लाग्यो। अब त्यहाँ पाउँछ कि पाउँदैन चक्लेट देखाउँछौँ। इन्डियाको नजारा यस्तो छ। हामी बाटोमा घुमेर अब नयाँ भ्लग स्टार्ट गरेको कस्तो हुन्छ नमिले पनि यसो मिलाएर हेरिदिनु सपोर्ट गरिदिनु सबैले। यो अब मार्केटमा चक्लेट खोज्दै हिँडेको चक्लेटै पाएन। अब मार्केट अब पसलमा हेर्छौँ गयो पायो भने किन्छौँ देखाउँछौँ। यता छ चक्लेटको दोकानहरू। शपिङ त के भन्ने यसो मिठाई सिठाई किनेर रुमतिर जाँदैछौँ। यता अगाडि देख्नुहुन्छ हामी रुम जाँदैछौँ बाटो। अब एकचोटि रुममा गर्दै आउँछु म के किने भनेर। रुममा गर्दै आउँछु म के किने भनेर होइन त्यस्तो केही त किने छैन हल्का फुल्का भनौँ। ल यही हो हाम्रो रुम जाने बाटो। रुम यही हो हामीले काम गर्ने ठाउँ हाम्रो गोदाम। हामी फाइनली रुम आइयो देखाउँछु रुममा के ल्याएको। केटाहरू यहाँ सुतिरह ल